रन्छन् मला अन्त गरिदियो म त जान्नमा काम छ नमस्कार नमस्कार गर नमस्कार ल ल नानी ल ल ल ल उनका चलाए 25 सक्यो ओ फेरि पैसा त आयो म जान्छु भयो खै जान्दैन त नमस्कार गर सरलाई नमस्कार यहाँ अर्को सरलाई पकाइसला नि अब भेना देउला मैले भेनामा टेस्ट गरिन हैलो हो नि अब पाथिनी देउ छोराछोरीले नमस्ते गर नमस्ते गर नमस्ते गर न नमस्ते गर नमस्ते गर न ल मलाई चाहिँ पार्टी दिन्छौ ल मलाई पार्टी देऊ है ल धन्यवाद ल है ल ल हुन्छ अब के रे आउ त यसो गरौँ ल्याएकोलाई ल्याएको खर्चा गर्नु दिदी दुईटा छ म त हेर्नु हुन्छ दिदी होइन ल ताली बजाउने है ओ अर्को सर्लो लाइदियो अडचिजलाई लाइदिनु भयो भयो मलाई त पर्दैन सर्लै लाइदिनु हुन्छ अब छिटो लाउनु नानीहरू अब जागिरे भयो भने त यिनीहरूलाई केही समस्या परेन अभिभावकहरूले केही परेशान नगरिकन जति सोध्ने त्यस्तै अब माछालाई सोध्ने घरि घरि लेखेर हामीले राइट दिएको त्यही गराउने हो क्या सरलाई है ल भयो भयो ल ल है बालबालिकाको बुझाइहरू के हुन्छ ए तपाईँ नि जेम पर्सि आउनुहुन्छ होइन डकुमेन्ट भए आउने यहाँको जागिर हामीले नै खाने भनेर 4 जना मध्ये त्यो निष्पक्ष हुन्छ हैन म त सिजनल टुबेल सगेर बसेर रहेछ नि भनिरहेको थिएँ
त्यसै नपर्किनु पर्छ लाइनमा है पर्नुपर्छ 21औं शताब्दी हो अन्नकै घुम्दिया गरे नमस्ते गर्नुहोस् होला पाछी दिए नमस्ते पाछी दिएर नमस्ते गर अब लगभग सक्यो क्या नि अब यति होला यता कुनै बाँकी हुन्छ छेउमा जान्छ लाइनमा स्योर नमस्कार छ सबैजनालाई त्यो पहिलो त उसले नमुना मम्मीले लगाइदियो उसले काकालाई लगाइदियो है मिलतको काकालाई के हो पाठी दिनु गरे इन्दर छ होला सबै मिलाएर किन भन्दा हुन्छ यो जोक गर्ने भन्ने कुरा पनि प्यारो नै हो कि है सातो सालीले दिने हो रे सिस्नुको साली देबो हो साली त्यही त नि उहाँलाई भन्यो भने नि ल अब सक्यो हैन ल सक्यो हैन ल जोरदार ताली बजाउनु होला